नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई नेपाली सेयर मार्केट सम्बन्धी पल पलको नयाँ नयाँ अपडेटहरू लिएर आउने क्रममा। आज हामी पुनः उपस्थित भइसकेका छौँ भने साथीहरू, आजको बसाइमा चाहिँ विशेष गरी हामी चाहिँ नेपालकोमा चाहिँ विशेष गरी होटेल एन्ड टुरिज्म सेक्टरको जुन नयाँ नयाँ आइपिओहरू आउन लागेका छन्, सो आइपिओहरूको बारेमा चाहिँ आज हामी भिडियोमा परिचर्चा गर्नेछौँ। विशेष गरी होटेल एन्ड टुरिज्म सेक्टरको कम्पनीहरूको चाहिँ सेकेन्डरी मार्केटमा एकदम राम्रो मात्रामा चाहिँ मूल्य कारोबार हुने गर्छन्। यसपछि थुप्रै मात्रामा चाहिँ राम्रो राम्रो कम्पनीहरूको चाहिँ होटेल सेक्टर एन्ड टुरिज्म सेक्टर कम्पनीहरूको चाहिँ आइपिओहरू आउँदैछ। ती सम्पूर्ण होटेल एन्ड टुरिज्म सेक्टरको कुन कुन कम्पनीको आइपिओहरू आउँदैछ सम्पूर्ण मात्रामा चाहिँ आज हामी यस भिडियोमा परिचर्चा गर्नेछौँ। होटेल एन्ड टुरिज्म सेक्टरका कम्पनीहरूको कस्तो अवस्था रहेको छ, कुन कम्पनीको आइपिओ छिटो आउनेछ, कुन कम्पनीको आइपिओ अलिक ढिलो आउनेछ र सो कम्पनीहरूले कति किता निष्कासन गर्दैछ, विस्तृत रूपमा परिचर्चा गर्नेछु। होटेल एन्ड टुरिज्म सेक्टरको कम्पनीहरूको बारेमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँ कृपया यो भिडियोलाई अन्तिमसम्म हेर्न सक्नुहुनेछ, अथवा यो भिडियोलाई एक क्लिक गरेर युट्युबमा तपाईँले अन्य भिडियोहरू हेर्न सक्नुहुनेछ। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्, जसले गर्दा नेपाली सेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ नयाँ आइपिओ र आइसेटको चाहिँ तपाईँले सजिलैसँग चाहिँ अपडेट पाउन सक्नुहुनेछ। साथीहरू, अब हामी कुरा गरौँ विशेष गरी चाहिँ नेपालको चाहिँ नेप्सेमा विभिन्न किसिमका सेक्टरका कम्पनीहरू चाहिँ टन्ने रहेका छन्। हाम्रो यहाँ लाइफ इन्सुरेन्स, नन लाइफ इन्सुरेन्स, माइक्रो इन्सुरेन्स, त्यसै गरी चाहिँ हाम्रो म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ होइन, त्यसै गरी इन्भेस्टमेन्ट सेक्टर, हाइड्रो पावर सेक्टर, फाइनेन्स सेक्टर होइन, त्यसपछि डेभलपमेन्ट ब्याङ्क, कमर्सियल ब्याङ्क, यस्तै विभिन्न सेक्टरहरू हुने गर्छ नेप्सेमा। र त्यस्तो सेक्टरमध्ये एउटा सेक्टरको नाम रहेको छ होटेल एन्ड टुरिज्म सेक्टर। यसले चाहिँ विशेष गरी होटेलसँग सम्बन्धित र त्यसै गरी टुरिज्म सेक्टरसँग, पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरू चाहिँ कम्पनीहरूले गर्ने गर्दछन् साथीहरू। र यो कम्पनीमध्ये चाहिँ सबैभन्दा अब हाम्रो एकदम राम्रो कम्पनी र होटेल एन्ड टुरिज्म सेक्टरको सबैभन्दा छिटो अब स्वीकृत हुँदाखेरि आउन सक्ने सम्भावनाको आइपिओ कुन रहेको छ त भन्ने कुरा गर्नुपर्दाखेरि हाम्रो होटेल फरेस्ट एन्ड इन्टरनेसनल लिमिटेड भन्ने कम्पनी रहेको छ। जम्मै होटेल एन्ड टुरिज्म सेक्टरको 7वटा कम्पनी आउन लागेको छ हाम्रो आइपिओमा। र सम्पूर्ण कम्पनीहरू चाहिँ हाम्रो 100 रुपियाँ अङ्कित दरमा रहेको छ भने एउटा कम्पनी चाहिँ हाम्रो 50 रुपियाँ मूल्यमा पनि आउन लागेको छ। 50 रुपियाँ मूल्यमा आउन लागेको कम्पनी पनि रहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ सम्पूर्ण कम्पनीको बारेमा विस्तृत रूपमा चर्चा गरेपछि सुरुमा कुरा गरौँ हाम्रो सबैभन्दा ठुलो र अन्तिम तयारीमा रहेको होटेल फरेस्ट एन्ड इन्टरनेसनल लिमिटेड भन्ने कम्पनी रहेको छ। यो कम्पनी चाहिँ विशेष गरी 58 करोड रुपियाँ मूल्य बराबरको चाहिँ यसले आइपिओ निष्कासन गर्दैछ, प्राथमिक सेयर निष्कासन गर्दैछ, त्यो पनि रु 100 रुपियाँ अङ्कित दरमा होइन। 98 लाख किता आइपिओ निष्कासन गर्दैछ। यस कम्पनीले करिब 98 लाख किता आइपिओ निष्कासन गर्दाखेरि फरेन इम्प्लोइको साथीहरूलाई मात्र यो कम्पनीको होइन 9 लाख किता जति आइपिओ निष्कासन हुनेछ। 9 लाख किता जति आइपिओ निष्कासन हुँदाखेरि फरेन इम्प्लोइको सम्पूर्ण साथीहरूले चाहिँ करिब 20 किता चाहिँ यो कम्पनीबाट सजिलैसँग चाहिँ आइपिओ चाहिँ हात पार्न सफल हुनुहुन्छ, 20 किता चाहिँ। र त्यसै गरी चाहिँ नेपालबाट भर्ने हो भने मात्रै करिब 8 लाखजना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीको सजिलै चाहिँ आइपिओ चाहिँ हात पार्न सक्ने सम्भावना रहेको छ। र अहिले चाहिँ धितोपत्र बोर्डले चाहिँ नयाँ आइपिओहरू नदिनुको कारण चाहिँ के रहेको छ भन्दाखेरि विशेष गरी प्रिमियम मूल्यको आइपिओहरू निष्कासन गर्नको निम्ति चाहिँ धितोपत्र बोर्डले चाहिँ 1 वर्षदेखि चाहिँ कडाइ गरेको छ भने बुक बिल्डिङ मेथडको आइपिओमा पनि नयाँ किसिमको चाहिँ संशोधन गरेर नयाँ नियम लागू गरेको कारणले गर्दाखेरि नयाँ कम्पनीहरूले बुक बिल्डिङ मेथडबाट आइपिओ निष्कासन गर्नको निम्ति केही सकस परेको छ। र त्यो सँगसँगै चाहिँ अर्थ समितिले धितोपत्र बोर्डलाई चाहिँ यसभन्दा अगाडि एउटा निर्देशन दिएको थियो। सो निर्देशनको आधारमा मात्र धितोपत्र बोर्डले चाहिँ अहिले नयाँ आइपिओलाई स्वीकृति दिएको छ। त्यो निर्देशन के रहेको थियो भन्दाखेरि कुनै पनि कम्पनीले 100 रुपियाँ अङ्कित दरमा आइपिओ निष्कासन गर्ने कम्पनीलाई मात्र प्राथमिकता दिने र त्यो सँगसँगै चाहिँ आइपिओ निष्कासन गर्नुपर्ने कम्पनीको चाहिँ नेटवर्थ चाहिँ करिब 90 रुपियाँभन्दा माथि हुनुपर्ने भन्ने चाहिँ निर्देशन प्रदान गरेको कारणले गर्दाखेरि चाहिँ धेरै कम्पनीको आइपिओहरू चाहिँ अहिले अड्किन गएको हो। र त्यसै गरी चाहिँ हाम्रो यो होटेल एन्ड फरेस्ट इन्टरनेसनल कम्पनी चाहिँ मात्र रु 100 रुपियाँ अङ्कित दरमै आउँदैछ है। र यो 90 रुपियाँ 63 पैसा चाहिँ यसको नेटवर्क रहेको छ। त्यस कारणले गर्दाखेरि जुन अर्थ समितिले दिएको निर्देशन थियो सम्पूर्ण गाइडलाइनहरू चाहिँ यसले पुरा गरेको छ। त्यस कारणले गर्दाखेरि पनि अब आउँदा स्वीकृत पाउन सक्ने सम्भावना चाहिँ प्रबल भएको कम्पनीमध्ये होटेल फरेस्ट एन्ड इन्टरनेसनल पनि रहेको छ। र यस कम्पनीको चाहिँ बिक्री प्रबन्धकको रूपमा चाहिँ एनआइसी एसिया क्यापिटल लिमिटेड चाहिँ यसको बिक्री प्रबन्धकको रूपमा रहेको छ भने यस कम्पनीको चाहिँ धितोपत्र बोर्डमा चाहिँ 2080 साल 9 महिना 1 गते यसले धितोपत्र बोर्डमा चाहिँ निवेदन दिएको थियो भने त्यसै गरी
धितोपत्र बोर्डले चाहिँ 2080 साल 9 महिना 1 गते चाहिँ यसलाई कमेन्ट गरेको थियो। त्यसै गरी रिप्लाई चाहिँ 2080 साल 9 महिना 5 गते चाहिँ यसले डेट अफ रिप्लाई पाएको थियो साथीहरू। र सबैभन्दा ठुलो कम्पनी पनि हाम्रो होटेल एन्ड सेक्टरको सबैभन्दा ठुलो कम्पनी यही कम्पनी रहेको छ। र यो कम्पनी चाहिँ मैले अघि नै भनिहालेँ, यदि स्वीकृत भएर आएको खण्डमा चाहिँ धेरैभन्दा धेरै लगानीकर्ताहरू चाहिँ लाभान्वित हुने सम्भावना रहेको छ। अहिले जो साथीहरूले भन्ने गर्नुहुन्छ आइपिओ पर्दैन भनेर भन्नुहुन्छ, त्यो सम्पूर्ण गुनासोहरू चाहिँ यो कम्पनी निष्कासन भएको खण्डमा चाहिँ तपाईँको चाहिँ समाप्त हुन सक्ने सम्भावना चाहिँ एकदम पर्याप्त मात्रामा छ। किनकि 8 देखि 9 लाखजना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीमा चाहिँ सजिलै चाहिँ आइपिओ चाहिँ हात पार्न सक्ने सम्भावना रहेको छ साथीहरू। त्यसै गरी चाहिँ हाम्रो अर्को सबैभन्दा ठुलो कम्पनीको नाम रहेको छ हाम्रो अर्किड होल्डिङ लिमिटेड भन्ने कम्पनी रहेको छ भने अर्किड होल्डिङ कम्पनी चाहिँ विशेष गरी यसले पनि ठुलो मात्रामा चाहिँ आइपिओ निष्कासन गर्दैछ। र यसले चाहिँ होटेल फरेस्ट एन्ड इन्टरनेसनल लिमिटेड भन्दा पनि ठुलो कम्पनी बराबरको चाहिँ यसले आइपिओ चाहिँ निष्कासन गर्न लागेको छ। यसले करिब 1 अर्ब 15 करोड रुपियाँ मूल्य बराबरको चाहिँ आइपिओ निष्कासन गर्दैछ। 1 अर्ब 15 करोड रुपियाँ मूल्य बराबरको आइपिओ निष्कासन गर्दैछ है। त्यो पनि मात्र रु 100 रुपियाँ अङ्कित दरमा। तपाईँ आफै बुझ्न सक्नुहुन्छ 100 रुपियाँ अङ्कित दरमा है। र त्यस कारणले गर्दाखेरि चाहिँ यो कम्पनीले 100 रुपियाँ अङ्कित दरमै निष्कासन गर्दैछ। करिब 1 करोड 15 लाख किता आइपिओ निष्कासन गर्दैछ, त्यो पनि जेनरल पब्लिकको निम्ति। र यो कम्पनीको आइपिओ निष्कासन भएको खण्डमा चाहिँ फरेन इम्प्लोइको साथीहरूले चाहिँ पहिलो चरणमा करिब 10 लाख किताभन्दा चाहिँ बढी 11 लाख किताभन्दा बढी आइपिओ चाहिँ पाउनुहुनेछ, जसको कारणले सजिलै चाहिँ 30 कितासम्म पर्न सक्ने सम्भावना रहेको छ फरेन इम्प्लोइको साथीहरू। भने नेपालमा हुने साथीहरू करिब 10 लाखजना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीमा सजिलै चाहिँ आइपिओ चाहिँ हात पार्न सक्ने सम्भावना रहेको छ अर्किड होल्डिङ कम्पनीको। र यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने यसले धितोपत्र बोर्डमा चाहिँ 2080 साल 8 महिना 13 गते यसले चाहिँ निवेदन दिएको थियो। र यो कम्पनी पनि अहिले प्रोसेसिङ सेक्टरमै, यो चाहिँ अहिले प्रोसेसमै धितोपत्र बोर्डको पाइपलाइनमै रहेको छ र यो आइपिओ निष्कासनको चरणमै रहेको छ साथीहरू। त्यसै गरी अर्को कम्पनी रहेको छ हाम्रो है, चाँडै आउने कम्पनीको बारेमा कुरा गर्नु पर्दाखेरि एपेक्स हस्पिटालिटी लिमिटेड रहेको छ। र एपेक्स हस्पिटालिटी लिमिटेड कम्पनीले पनि करिब 24 लाख किता चाहिँ आइपिओ निष्कासन गर्दैछ, त्यो नि मात्र रु 100 रुपियाँ अङ्कित दरमा। र यस कम्पनीले करिब 24 करोड रुपियाँ मूल्य बराबरको चाहिँ आइपिओ निष्कासन गर्दैछ। र यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने 2080 साल 6 महिना 12 गते चाहिँ यसले धितोपत्र बोर्डमा चाहिँ आइपिओ निष्कासनको चाहिँ अनुमतिको लागि चाहिँ आवेदन दिएको थियो। र साथीहरू विशेष गरी केबुल कार कम्पनीहरू पनि होटेल एन्ड टुरिज्म सेक्टर अन्तर्गतै पर्दछन्। र त्यसै गरी चाहिँ अब केबुल कारमा चाहिँ हाम्रो अन्नपूर्ण केबुल कार रहेको छ। अन्नपूर्ण केबुल कारले चाहिँ लोकल एन्ड जेनरल पब्लिक दुवैको निम्ति चाहिँ आइपिओ निष्कासन गर्न लागेको छ भने यस कम्पनीले करिब 31 करोड रुपियाँ मूल्य बराबरको आइपिओ निष्कासन गर्दैछ। 31 करोड रुपियाँ मूल्य बराबरको प्राथमिक सेयर निष्कासन गर्ने यस कम्पनीले मात्र रु 100 रुपियाँ अङ्कित दरमा आइपिओ निष्कासन गर्न लागेको छ भने यस कम्पनीले करिब 31 लाख किता चाहिँ आइपिओ निष्कासन गर्न लागेको छ हाम्रो अन्नपूर्ण केबुल कार लिमिटेडले। र यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने 2080 साल 9 महिना 16 गते चाहिँ यसले धितोपत्र बोर्डमा चाहिँ आइपिओ निष्कासनको माग गर्दै चाहिँ अनुमति दिएको थियो। त्यसै गरी अर्को केबुल कार कम्पनी रहेको छ हाम्रो बन्दीपुर केबुल कार कम्पनी रहेको छ। बन्दीपुर केबुल कार कम्पनीले पनि करिब 30 करोड 60 लाख रुपियाँ मूल्य बराबरको आइपिओ निष्कासन गर्न गइरहेको छ भने मात्र रु 100 रुपियाँ अङ्कित दरमा 30 लाख 60 हजार किता आइपिओ निष्कासन गर्न गइरहेको यस कम्पनीले चाहिँ नेपाल एसबिआई मर्चेन्ट ब्याङ्किङ लिमिटेड चाहिँ यसको धितोपत्र बोर्डको चाहिँ यस कम्पनीको चाहिँ इस्यु म्यानेजर रहेको छ आइपिओ निष्कासन बिक्री प्रबन्धकको रूपमा चाहिँ। यसले 2081 साल 2 महिना 22 गते चाहिँ धितोपत्र बोर्डको चाहिँ आइपिओ निष्कासनको लागि चाहिँ अनुमति दिएको थियो। र साथीहरू त्यसै गरी अकमा होटेल लिमिटेड भन्ने कम्पनी रहेको छ र यसले मात्र जेनरल पब्लिकको निम्ति मात्र 50 रुपियाँ प्रति किताब 50 रुपियाँको दरले चाहिँ आइपिओ निष्कासन गर्न लागेको छ। त्यो पनि करिब 22 करोड 50 लाख रुपियाँ मूल्य बराबर हो, करिब 45 लाख किता आइपिओ निष्कासन गर्न लागेको छ भने मात्र रु 50 रुपियाँ अङ्कित दरमा। र यसमा तपाईँले आवेदन दिँदाखेरि चाहिँ करिब 20 किताको लागि चाहिँ आवेदन दिनुपर्ने हुनेछ र पर्दाखेरि पनि तपाईँलाई 20 किता चाहिँ पर्नेछ। यदि परेको खण्डमा नपरेको खण्डमा केही पनि पर्दैन। र यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ सानिमा क्यापिटल लिमिटेड चाहिँ यसको बिक्री प्रबन्धकको रूपमा रहेको छ भने 2081 साल 3 महिना 26 गते यसले धितोपत्र बोर्डमा चाहिँ आइपिओ निष्कासनको अनुमति दिएको थियो। र त्यसै गरी चाहिँ साथीहरू हाम्रो अन्तिम कम्पनी रहेको छ होटेल
ठमेल प्लाजा होटेल एन्ड स्विट्स कम्पनी रहेको छ। यसले जेनरल पब्लिकको निम्ति आइपिओ निष्कासन गर्दैछ। करिब 10 लाख किता 10 करोड रुपियाँ मूल्य बराबरको रु 100 रुपियाँ अङ्कित दरमा 10 लाख किता आइपिओ निष्कासन गर्दैछ भने यसको बिक्री प्रबन्ध गर्ने पनि नेपाल एसपिआई मर्चेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ र यसले चाहिँ धितोपत्र बोर्डमा चाहिँ 2021 साल 7 को महिना 21 गते चाहिँ निवेदन दिएको थियो। साथीहरू होटेल एन्ड टुरिज्म सेक्टरको जम्मा 7 वटा कम्पनीले आइपिओ निष्कासन गर्ने पाइपलाइन रहेको छ। साथीहरू यी 7 वटा कम्पनीहरू रहेको छन् त तत्काल आउने कम्पनी कुन छ भनेर तपाईँ मलाई सोध्नुहुन्छ भने चाहिँ त्यो कम्पनीको नाम रहेको छ अन्तिम तयारी अवस्थामा र अब आइपिओ निष्कासनको अनुमति दिँदाखेरि यो कम्पनी पनि सम्भवतः पर्न सक्ने सम्भावना रहेको छ। हाम्रो अर्को हप्ता चाहिँ धितोपत्र बोर्डले थुप्रै कम्पनीहरूलाई चाहिँ अनुमति दिने भन्ने भनेको छ। त्यसमा चाहिँ यो पनि कम्पनी पर्ने छ हाम्रो होटेल फरेस्ट एन्ड इन्टरनेसनल लिमिटेड भन्ने कम्पनी रहेको छ। यसले 98 लाख किता आइपिओ निष्कासन गर्दैछ। करिब 9 लाख भन्दा धेरै मान्छेलाई चाहिँ यो कम्पनीको आइपिओ पर्नेछ। होटेल फरेस्ट एन्ड इन्टरनेसनल कम्पनी रहेको छ। यो चाहिँ अन्तिम तयारी अवस्थामा रहेको छ। तपाईँले चाहिँ यो कम्पनीको लागि तयारी गर्न सक्नुहुन्छ। साथीहरू तपाईँ कुन कम्पनीको लागि चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ अवश्य कमेन्ट गर्नु होला। भिडियोलाई साथ दिनुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद रहेको छ।